नमस्ते साथीहरू। फेरि मैले इस्कुसको मुन्टा, राजमा अनि चिप्ले भेन्डी मिसाएर ढिँडो खाँदैछु। पुरा भिडियो हेरिदिनु भएर सब्सक्राइब, सेयर, कमेन्ट गरिदिनुहोस् हस्। मामडी खाएँ ल। लप्सीको अचार, डल्ले खुर्सानीको अचार, इस्कुसको मन्टा। वाउ, मिठो। यो इस्कुसको मुन्टा चाहिँ मैले त्यो बाटामा पानी हालेर 10-12वटा जति त्यसमै टुसाएको इस्कुस रोपिदिएको थिएँ। अनि त्यसको मुन्टा हो क्या पलाएको, पानी हाल्दै गरेको। अनि बाटामा रोपेको अस्ति नि 1 छाक खाएँ, अहिलेसित 2 छाक त खाइसकेँ। एकै ठाउँ बाक्लो पारेर रोपिदिएको क्या। पट पारेर भुटेको, रस नहालिकन। पानी भनेपछि थुप्पो हालेको छैन, भुटेको मात्रै हो। मलाई त यसरी नि खान मनपर्छ। कहिले रस राखेर खान मन लाग्छ, कहिले भुटेर मात्रै खान मन लाग्छ। तर मलाई चाहिँ ढिँडो खानालाई चाहिँ झोलको थोप्पा नभए पनि हुन्छ, खाइन्छ। यो इस्कुसको चाहिँ त्यो लामो लामो गएको मुन्टा होइन, त्यही छोटो छोटो पलाइरहेको थियो कि। अनि मैले त्यसको टुप्पो चुराल्दै राखिदिएको। अनि त्यही सानो सानो पलाइरहेको थियो, त्यही भएर मैले टिपेको। 1 छाक भएछ मलाई। तातो छ। आज चाहिँ मैले ढिँडो पनि अलि साह्रो गरेर पकाएको। अनि चट्ट खानालाई सजिलो अड्किँदैन क्या, घाँटीमा टाँसिँदैन। मैले लप्सीमै मिसाएर बनाएको थिएँ डल्ले खुर्सानी। यस्तो छोटो छोटो छ।
चिमटेको होइन, यत्रै छोटो हो यो मुन्टा त। मन्टा भन्छ क्या अरे, मैले चाहिँ मुन्टा मुन्टा भने। मिठो छ लप्सीको अचार। डडाको खुर्सानी, हरियो खुर्सानी पनि त्यति खान मन लागेन कि हजुरहरू। कस्तो कलिलो हुने, पिरै नहुने, अनि आफूलाई त पिरो भएन भने खानै मन लाग्दैन, तितो तितो हुने। त्यही भएर बरु सुकेकै खाइदिउँ भनेर सुकेकै डढाएर एक मुठी यो चाहिँ आटो हो, रोटी खाने आटोको आटो, गाउँको पिठो को ढेँडो बनाएको मैले। ज्ञानचक्की, ज्ञानचक्कीको चाहिँ मिठो हुन्छ, राम्रो हुन्छ पिठो। आफैले ओरिजिनल गाउँ पिनेको जस्तै हुन्छ क्या, त्यो अर्को चाहिँ मिठो हुँदैन, सेतो हुन्छ बढी। छिटो 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 खाएर मैले त सकाइदिएँ।
छिट्टो 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 खाएर मैले त सबै सकाइदिएँ। पुरा भिडियो हेरिदिनु भयो त हजुर। सब्सक्राइब सेयर कमेन्ट गरिदिनुहोस् है, नबिर्सेर प्लिज एक सब्सक्राइब त गरिदिनुहोस्। सबै खाइसक्यो, सब्सक्राइब सेयर कमेन्ट गरिदिनुहोस्। यो चाहिँ लप्सी खाँदै हो, सबै सकिसक्यो मिठो। पुरा भिडियो हेरिदिनु भएर सब्सक्राइब सेयर कमेन्ट गरिदिनुहोस्। हस्, बाई बाई।